छ। हेर्नुहोस् त वचनले यति मजाले यहाँ भनेको छ कि किनकि यतिको समयसम्म अहिलेसम्म त हामी कहिलेको विश्वासी, तर अहिलेसम्म त हामी के हुनुपर्ने हो त? शिक्षक हुनुपर्ने हो, प्रचारक हुनुपर्ने हो, होइन? अरूलाई विश्वासमा डोर्याउने एउटा व्यक्ति हुनुपर्ने हो। तर अझै पनि आज हामीलाई के चाहिएको छ त? परमेश्वरको आदरको शिक्षाहरू। भन्नुको मतलब नर्सरीमा हामीलाई एबीसीडी पढाइन्छ नि, नर्सरीलाई एबीसीडी अनि 1 2 3 4 यो चाहिँ बेसिक टिचिङ हो। अब मैले चाहिँ यसलाई एउटा स्कुलको उसमा लिएको, यसलाई चाहिँ बेसिक टिचिङ भन्छ, आधारभूत शिक्षाहरू भनिन्छ। आज हामीले त्यो चाहिएको छैन, किन हामी त निकै पुरानो विश्वासी भइसकेका छौँ। हामीले त जन्म लिएको 10 12 20 वर्ष भइसक्यो, होइन? तर अझै पनि हामीलाई के चाहिएको छ त? आधारभूत